पूर्व राजा ज्ञानेन्द्र शाहको राजधानी रद्द गर्ने तयारी सरकारले गरेको छ। हिजो भएको घटनालाई लिएर यति बेला सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो। शुक्रबार काठमाडौँमा भएको हिंसात्मक आपराधिक घटनाको मुख्य योजनाकार पूर्व राजा नै रहेको ठहर गर्दै अन्ततः नेपाल सरकारले भने एक उच्च अधिकारीले दिएको जानकारी अनुसार हिंसा भड्काउने योजना बनाउने र समूह परिचालित गर्ने जिम्मेवारी उनैको भएको आरोप लगाएको छ। सरकार अब उनको पासपोर्ट रद्द गर्ने प्रक्रियामा अगाडि बढिरहेको छ। सुरक्षा निकायले गरेको अनुसन्धानले शाहले हिंसा मचाउन सक्रिय भएको आरोप लागेको छ भने भूमिका खेलेको समेत यति बेला निष्कर्ष निकालेको छ, जसलाई जवाफदेही बनाउन अपरिहार्य भएको सरकारको बुझाइ छ भने पूर्व राजा नै यो घटनाका मुख्य सूत्रधार रहेको स्पष्ट भइसकेको छ। सञ्चार माध्यमदेखि आम जनतासम्म उनलाई निगरानीमा राख्नुपर्ने माग उठिरहेको छ। उच्च स्रोतले भनेका छन् यदि यस्तो दबाव अझै बढ्दै गयो भने शाहलाई पक्राउ गर्न समेत स्थिति आउन सक्ने सम्भावना बेसी रहेको नेपाल सरकारले यति बेला औल्याएको छ।